वेलकम छ फेरि मेरो साथीको ब्लगमा म फेरि आइपुगेँ। मेरो साथी यता चाहिँ अनि म चाहिँ यता छु। यो चाहिँ अब सायद लास्टवाला ब्लग हो यो। मलाई देख्नु भएको लास्टवाला अनि त्यसपछि देख्नु अनि म घर जान्छु मेरो चेली ससुरालको। यहाँ चाहिँ मेरो आन्टी पनि हुनुहुन्छ। आन्टी नमस्ते भनिदिनु सबैजनालाई। हाम्रो रितिकाको ब्लगमा लाइक कमेन्ट शेयर होइन मेरो साथीको ब्लग हो यो। मेरो साथी पुड्की यहाँ चाहिँ यता यहाँ आन्टी यहाँ म छु वन्दनाको घरमा फेरि। वेलकम टु माई वन्दनाको ब्लगमा स्वागत छ। हावाले उडाउँछ होला वन्दना ब्लग तिमीलाई त उडाउँदैन मोटा मोटा थियो। आई नो सायद मेरो साथीको हाइट सानो होस् तर यसको मन ठुलो छ। ओइ ठुलो छ मेरो देख्न सक्नुहुन्छ। जिन्दगीमा जतिसुकै म टाढा पुगौँ तर मलाई दुई शब्द मेरो साथीको लागि जहिले भन्न मन लाग्छ। यहाँ पानीपुरी मन पर्यो अरे हो यहाँको। मलाई एकदम साह्रै मन पर्यो। लैजाऊ न दाइ आङ्गलले। इमोसनलको घडी अगाडि बढ्नु त आइसक्यो नि त त्यही गाइस यहाँ रितिका रुइसक्यो हेरौँ। My eyes are on this like पानी सब पानी की तरह है। फोटो खिचौँ न गाइस हामीले सानोमा यसकै नङ लाउँथ्यौँ। यसले त्यही नङ लाउँदैछ अहिले यो नक्कलीले। म यहाँ छु दिदी खाइहाल्नु हेलो गाइस हामी पानीपुरी खाएर मुख पिरो भयो। यसलाई साला यसले गोरु टिसर्ट लागि थियो अनि यसलाई गोरु देखेछ। मैले यो वाला लाएर अनि तल पेन्ट पनि यही कलरको लाएर मलाई काली देखेको छ गाइस। फोन ऊपर उठादा हाइट डिफ्रेन्स हेर्नु। अनि यो भन्दा त म कहाँ राम्री छु उ हेर त भन्दा म लम्बु छु ल। अनि म राम्री पनि छु। यहाँ आइसकेको छौँ। डाइरेक्ट हजुरहरूको अनुहार हेर्नु हाम्रो अनुहार हेरिहाल्नु होला। अरुणाचल प्रदेशमा आइसकेको छौँ। अब हामी अरुणाचल प्रदेश झुलेर हजुर भनेर म एउटा साइकल कुदाएर सानोमा जान्थ्यौँ। यस्तो रहेछ यहाँको नजारा यस्तो छ यताको यो भन्न नसेर्छु भनेर भन्दा म राम्री छु। यो गान्धीको यो पैसाको वाला टाइगर पनि यहाँ राखेको छ नि अहिले। ऊ हौ पैसामा हुन्छ नि फोटोमा। गाइस अघि हामीलाई भिडियोमा नउठाउने भन्नेवाला दाइले हामीलाई सानो केटाकेटी हो चाहिँ हामी यो खान्छ ए तर यहाँ चाहिँ हामी सानोमा आउँथ्यौँ थाहा छ तपाईँ बर्थडेमा। वन्दना र मेरो धेरै मेमोरिज छ तर फोटोमा त फोटो त फेरि एउटा एउटै छैन एउटा नै छैन क्या। एउटा छ मसँग त्यहाँ के पूजा हुँदो रहेछ त्यहाँ के पूजा पुराण हुँदा न के हुँदा साडी लगाएर ए त्यो फोटो छ अरू कुनै छैन। म यो स्कुल पढेको यो +2 मेरो साथीले यहाँ पढ्यो गाइस। कति राम्रो स्कुल छ गाइस। तपाईँहरू यहीँ पढ्नु बोर्डिङ गयो भने यहीँ पढ्नु सक्नुहुन्छ। यो वाला ठाउँमा इन्डिपेन्डेन्स डेमा जहिले आउन खोज्थेँ तर मलाई कहिले घरबाट आउन दिनु हुँदैन थियो। काली देखिसक्यो कहाँ लग्यो हौ मैले तँलाई आफ्नै ठाउँमा तँलाई डर लाग्छ बरु यो मेरो ठाउँ होइन त्यही पनि मलाई डर लाग्दैन। त के सरी गाइस माई मिस्टेक। यही बाटो 100 के स्कुल जान्थ्यो होला साइकल चलाएर। ए उही म एउटा कहानी भन्छु भनेको थिएँ। यो मान्छेलाई मेरो कुरामा नै वास्तै हुँदैन। यो मान्छे एउटा सेल्फिस वाला गर्ल हो। यो पनि सेल्फी मलाई बिर्सेको छ यो मान्छेले तर म केही भन्न चाहन्न अहिले गाइस। बिर्सेको भए म बोल्थेँ एभ्रिवान गुड इभिनिङ। तेरो नाक र कान मात्रै छ नि केही नभए खालि दूर गर फोन मलाई आउँदैन क्या गरेको भए पो जान्नु हौ। त्यत्रो भिडियो बनाएर हाल्नु जहिले स्न्यापबाट चाहिँ भिडियो बनाएर पठाउँछ अनि कहिले भिडियो बनाउनु आउँदैन। हाम्रो आन्टी हुनुहुन्छ प्यारी जुनकरीवाला आन्टी। पिङ्क कलरको लुगामा फरफराइ राख्नुभएको छ उही यहाँ त कति धेरै बिल्डिङ भएछ गाइस। म साइकल कुदाएर हिँड्थ्यौँ यहाँ
यो बाटो आन्टी उडिराख्नु भएको छ आन्टी भाटा हो हाम्रो यहाँ हाम्रो बन्दना चाहिँ जसलाई जस्तो जस्तो हावाले पनि उडाउन सक्दैन यता हेर बन्दना नजाने ऐसे हम कब हंसे ओइ म यस्तो गर गाइस म चाहिँ यहाँ टमटम चलाउन आँटेको छ अब घुम मेरो टमटम गाइस हामी फ्रन्ट क्यामेरामा भिडियो गरिरहेको ब्याक क्यामेरामा ए तेरिका लाइट जाएको टमटम हो मेरो भेनाको टमटम हो गाइस अनि हामी यहाँ टमटममा जानु आँटेको अब म चाहिँ ह्यान्डीम्यान पैसा धर्ने गाइस हेलो गाइस हेर्नु आज हाम्रो बन्दनाले त्यसपछि हामी घुमेर आएर बन्दना घर बसेर पानी खाएर अनि त्यसपछि स्वेटर हामीले छोडेको थियौँ कि अनि त्योहरू लाएर अब हिँडेको उता हाम्रो ठुलो बाबा घरतिर गएको गाइस बाटो एकदम खराब छ हल्लिरहेको छ फोन पनि म त्यस्तो प्रो त छैन के भन्न आँट्यो हाम्रो बन्दनाले यति धेरै मेमोरी छ तर मेमोरी छ यति नै धेरै अनकाउन्टेबल भनौँ न म अभिलेख गर्न सक्दिनँ होला तर फोटोज चाहिँ हाम्रो यति धोर छ कि छँदै छैन स्पेसल हुन्छ नि त्यसको फोटो मात्रै मेमोरी रमाइलो हुँदैछ आजको बसाइदियोस् अब रमाइलो नै भयो दिन सायद भोलि फेरि टिकमै चाहिन्छ कि चाहिँदैन त्यो स्योर छैन पानी परेर चाहिँ हजुरले हजुरहरूले बन्दनाको भ्लगमा जरुर देख्नुहुन्छ किनकि हेलो गाइस वेलकम छ हाम्रो सुषमा भाउजूको घर हेलो गाइस वेलकम छ हाम्रो सुषमा भाउजूको भ्लगमा नमस्ते त गाइस अहिले चाहिँ म यहाँ भ्लग एन्ड गर्न जाँदैछु मेरो म चाहिँ अस्ति रितिकासँग भेटेकोबाट मैले भ्लग एन्ड गरेको थिएन आज 5 दिन हुन आँटिसक्यो हामीहरू भेटेको रितिका र म भेटेको अनि मैले चाहिँ कति दिन भइसक्यो भ्लग बनाएको थिएन हिजो मैले 1 हप्ता बादमा भ्लग हालेको थिएँ अनि अहिले मैले मसँग अलरेडी पेन्डिङ भ्लग छ बट के भइरहेछ भने मैले एडिट गरेको छुइनँ कि म यताउता मेरो भिडियो पनि एडिट भएको थिएन अनि मैले अपलोड पनि गरेको थिएँ अनि अस्ति एक दिन चाहिँ मैले एडिट गरेर अपलोड गरिराखेको थिएँ अनि त्यतिखेर चाहिँ के भयो भन्दाखेरि म दोकानमा थिएँ कि अनि मान्छे कस्टमर थियो त्यतिखेर अनि म त्यो भ्लग पनि अपलोड गर्नु पाइनँ हुँदोस् भोलि अपलोड गर्छु भने मैले त्यतिकै छोडेँ अनि भोलिपल्ट अपलोड गरेँ अनि मैले भन्दा पनि बेसी रितिकाले त्यो भिडियो बनाएको छ जुन चाहिँ अहिले मैले भ्लग एडिट गरेको थिएँ अनि त्यो भिडियो पनि कस्तो लाग्यो होला मेरो साथी पनि अब जान्छ 8 तारिक भोलि जान्छ न पर्सि जान्छ होला सायद कहिले जान्छ भोलि जान्छ पर्सि जान्छ 8-9 तारिक यो दुईवटाबाट एउटा डेट 10 तारिक जान्छ गाइस 10 तारिक जान्छ भने चाहिँ अनि ऊ चाहिँ 10 तारिक जानु आँटेको छ अहिले आज चाहिँ 7 तारिक भइहालेको छ मैले भिडियो एडिट गरेको आज भिडियो एडिट गरेको अनि तपाईँले पनि हेर्नुभयो होला अनि दुःख पनि लाग्दैछ कति साल बाद भेटेको थिएँ साथीलाई के गर्नु अब जानै पर्यो आफ्नो आफ्नो काम हुन्छ आफ्नो हुन्छ सबै आफ्नो हुन्छ अनि मसँग बसेर पनि भएन नि त होइन अनि ऊ चाहिँ अब जान्छ 10 तारिक अनि के कस्तो लाग्यो होला मेरो भ्लग भनिदिनु होला मन पराउने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला बाई बाई एभ्रीवान लट्स अफ लभ